नमस्ते, मेरो नाम थानेश्वर जोशी। मेरो घर चाहिँ भिनपा 18 कटान बासिन्दा हुँ म। हाल म चाहिँ कार्यरत भन्दा सुदूरपश्चिम विश्वविद्यालयको चाहिँ स्वास्थ्य विज्ञान संकाय, त्यसले चाहिँ डडेलधुरा मेडिकल कलेज भन्ने चिनिन्छ, त्यसको चाहिँ म उपप्राध्यापक, जनस्वास्थ्य विषयको चाहिँ म उपप्राध्यापक हुँ। र म विगत लगभग 18-20 वर्षदेखि म बाइक चलाइरहेको छु र मसँग घरमा योभन्दा पहिले मसँग चाहिँ 125 को पुरानो बाइक भएको हुनाले चाहिँ मैले चाहिँ डडेलधुराको यात्राको लागि मैले नयाँ बाइक खोजिरहेको छु। त्यो बेला चाहिँ मैले मेरो भाइहरूको सल्लाह अनुसार चाहिँ अब कुन बाइक राम्रो छ भन्दा उहाँहरूले चाहिँ RTR 160 4V बाइक राम्रो छ भन्ने उहाँको सल्लाह आएपछि मैले चाहिँ उहाँले यो बाइक चाहिँ मैले टेस्ट ड्राइभ गरेर मैले चलाएँ र यो बाइक चाहिँ मलाई कम्फर्टेबल लाग्यो हुनाले चाहिँ म अहिले विगत 7 महिनादेखि नियमित यो बाइकमा चाहिँ डडेलधुरादेखि म महेन्द्रनगर पानी घाम हावाहुरी सबैसँग म चलिरहेको छु र मलाई एकदमै कम्फर्टेबल लाग्यो छ। पछाडि मान्छे चाहिँ म सिङ्गल हुँ, 2 जना 3 जना सामान राखेर आयो भने मलाई कुनै किसिमको समस्या छैन। त्यो भएको हुनाले चाहिँ यदि तपाईँहरू नयाँ बाइक किन्नुको लागि चाहिँ यदि सोच्दै हुनुहुन्छ भने एकपटक तपाईँहरू चाहिँ TVS बाइकको लागि चाहिँ सोच्नुहोस्, किनकि चाहिँ उहाँहरूको चाहिँ 110 देखि लिएर 225 30 कतिसम्मको चाहिँ सीसीको हरेक किसिमको बाइकहरू एभाइलेबल छन्। तपाईँहरूको चाहिँ राम्रो बाइकको लागि चाहिँ तपाईँ एकपटक भिजिट गरेर चाहिँ हेर्नु सक्नुहुन्छ। र म चाहिँ यो बाइक चलाएर चाहिँ एकदमै सन्तुष्ट छु। 7 महिनाको चाहिँ दौरानमा म चाहिँ लगभग महिनाको 2 पटक म अपडाउन गर्छु डडेलधुरा। झन्डै नै 5-6 घन्टाको यात्रा हुन्छ। म अस्ति भर्खरै सुब्बा मात्र चाहिँ पानीसँग चाहिँ हावाहुरीसँग यो बाइकमा आएको, त्यो हो भने चाहिँ एकदमै कम्फर्टेबल छ। एकदम म चाहिँ यो बाइक किनेर चाहिँ एकदम सन्तुष्ट छु। धन्यवाद।